नमस्ते सबैजना साथीहरूलाई फेरि पनि स्वागत छ मेरो एउटा छोटो अर्को नेक्स्ट मिनी ब्लगमा। आज पनि मेरो छुट्टीको डे 2 होइन, आज मेरो सेकेन्ड डे अफ। आज चाहिँ कहीँ पनि गएन, किन भन्दाखेरि अब लास्टै थाकिया छु। योभन्दा अगाडिको छुट्टीमा चाहिँ अब धेरै टाढाको यात्रा गरेको थिएँ। यहाँबाट लगभग 375 किलोमिटर यहाँदेखि बुकारेस्ट सिटी, राजधानी क्यापिटल अफ रोमानिया घुम्न भिजिट गर्न गएको थिएँ होइन साथीहरूसँग। त्यो भएर आज चाहिँ घरतिरै यतातिरै बसियो, खोलातिर होइन, माछा मार्ने ठाउँतिर। यस्तै छ। म चाहिँ हाल अब रोमानियाको बुम्बेस्टी ज्यू भन्ने ठाउँमा छु होइन। यो चाहिँ अब गोर्स कन्ट्री, गोर्स भन्ने स्टेट उसमा पर्छ, जहाँ चाहिँ अब बुकारेस्ट चाहिँ अब यसको राजधानी क्यापिटलबाट लगभग 373 किलोमिटर टाढा पर्छ होइन, बाहिर पर्छ, जुन चाहिँ सर्बियाको बोर्डर साइड भन्दा नि हुन्छ। यो यहाँबाट सर्बिया पुग्नलाई लगभग 1.5 आवर्समा हामी यहाँबाट सर्बिया पुग्न सक्छौँ आफ्नो गाडी लिएर, गाडी छ भने होइन। अनि यस्तै छ, हामी यस्तै छ होइन। अब छुट्टी कटाउन गाह्रो हुन्छ कि, अब 2 दिन छुट्टी 1 दिन काम हुन्छ। अब 2 दिन छुट्टी के गर्ने, कसो कहाँ जाने भन्ने हुन्छ। अब आज चाहिँ म चाहिँ एक्लै भएर यसो खोलाको छेउतिर, हाम्रो यो चाहिँ अब समरमा स्पेसली अब समरको लागि चाहिँ टक्क आयो, चिसो सड्कायो होइन, बस्ने ठाउँ भन्छ यसलाई चाहिँ आयो। जुन चाहिँ हाम्रो यस्तो छ होटल रेस्टुरेन्ट भन्ने छ होइन, जुन चाहिँ हाम्रो फिलिपिनो काबाइनहरूले बनाएको होइन, बसेर इन्जोय। यस्तै छ परदेशीको लाइफ, युरोपको बसाइ होइन। अब सबै ठिकै छ। अब त्यही हो, आफ्नो परिवार, आफ्नो देश, आफ्नो फ्यामिलीबाट टाढा रहँदाखेरि अब कुनै न कुनै कुराको त अब कमी महसुस त भइहाल्छ जिन्दगीमा। तर पनि केही छैन होइन, सबै कुरा अब सम्पन्नता कहिले पनि हुँदैन। जिन्दगी भने नै तनाव, उतार चढाव, यी सबै कुराहरूलाई झेल्दै, जसलाई अब हामीले भनौँ न अब त्यसबाट भागेर, समस्याहरूबाट भागेर होइन, हामीले अब कहिले पनि त्यसको लिन सकिन्न। अब जे हुन्छ त्यसलाई अब जस्तो हुन्छ त्यसलाई स्वीकार्न सक्नुपर्छ होइन। त्यही हो, यस्तै छ। म तपाईँहरूलाई एउटा खोला एउटा आज त्यस्तो खासै मेरो त्यो कुनै टपिक्स त केही पनि छैन। अब जे होस्, माछा मार्ने खोला छन् हाम्रो यहाँ चाहिँ होइन। जस रुमबाट अगाडि ठ्याक्कै अपोजिट ब्याक साइडमा, यसको अगाडि इन फ्रन्टमा चाहिँ अब हाइवे छ भने त्यसमा चाहिँ त्यहीँनिर चाहिँ हाम्रो एउटा हाइवेमा एउटा रेस्टुरेन्ट छ, जुन चाहिँ अब हामीले जहाँ अब 2 वर्षदेखि हामी कार्यरत छौँ। यस्तै छ। तपाईँहरूलाई म यहाँ एउटा चिज देखाउनलाई चाहिँ म आज खास बनाउन आएको। मेरो खासै त्यस्तो कुनै उयो छैन। ल हेर्नुहोस् है त, यहाँ भिसिनेल, हाम्रो रेस्टुरेन्ट भिसिनाको भिसिनेल भन्ने ओ सालुट हे भिसिनेल बेनम को। ल हेर्नुहोस्, घोडा कमाल छ कि, लास्टै छ कि घोडामा। बिमाज देखे सुपरात तू, देखे सुपरात, देखे सुपरात, देखे सुपरात, देखे सुपरात छ। ल हेर्नुहोस्, तपाईँहरूलाई म चाहिँ यहाँको इन्भाइरोमेन्ट देखाउन चाहन्छु होइन। यस्तो छ, यस्तो छ, यस्तो छ, यस्तो छ। जुन चाहिँ हामीले माछा मार्ने खोला चाहिँ हो होइन, यही नै छ। यहाँदेखि तल गएर एउटा पुल छ होइन, टक्कै यसको अपोजिटमा चाहिँ हाइवे छन्। पुल पनि सायद देख्ने रहेछ। हामीले माछा हामी जाला हाल्ने पुल चाहिँ त्यहाँनिर हो, त्यहाँबाट हाल्छ होइन। अनि यहाँ त्यस्तो छ। अनि हेर्नुहुन्छ, यस्तो छ, यस्तो छ, यस्तो छ। ल हेर्नुहोस्, त्यही हो साथीहरू। हेरिदिनु होला, मनपर्छ भने लाइक, सब्सक्राइब, कमेन्ट गरिदिनु होला। कहाँबाट हेर्नुहुन्छ, रोमानियाको कुन ठाउँबाट हेर्नुहुन्छ, कहाँदेखि हेर्नुहुन्छ, त्यो पनि लेखिदिनु होला होइन। यति नै हो खासै। अब त्यस्तो केही त्यस्तो उता छैन। सो हल्का टाइम पास जस्तो नै हो होइन, त्यति धेरै अब उ गर्ने कन्टेन्ट गर्ने त अब छैन। यसो देखाइदिनु हजुरहरूलाई पनि, हेरोस् न, हेर्नुहुन्छ होला भनेर चाहिँ। यस्तो यो जस्ट यो भ्यू छ नि, यो भ्युज बवाल छ कि, यो भ्युज चाहिँ होइन, यो भ्यू बवाल छ। टक्क यस्तो छ होइन।
यहाँनिर चाहिँ के छ भने पुरै रेल ट्रेन नै यो पुरै यो अन्डरग्राउन्ड यो भित्रभित्र पनि यहाँबाट होइन यस्तो यो भित्रै अन्डरग्राउन्ड यो पुरै सोरुम छ होइन यहाँबाट ट्रेनको भित्रभित्र होइन यस्तो छ यस्तै छ युरोपको जङ्गलघारीबाट अनि यहाँ हाम्रो यसो यो चाहिँ हामीले सही बनाएको छ कि फिलिपिनो टाटा होइन जे बनाएको छ सही बनाएको छ हामी बस्नु त्यहीँ बसिन्छ होइन त्यही हो ल है त आजलाई दिनै छोटो मिठो हस् त सबैजनालाई बाई बाई।